हुन्छ क्या लास्टमा लिएर जानु न के लिनुहुन्छ म सेलर हो के आन्टीको म बेच्दिन्छु सबै ध्यान भनेर आइकिन के मैले बिचार यो बहिनीको विन्यास हुन त बिचार के पर्दैन यो खानी हो 2 मिनट लेफ्ट कति छ अब 3 मिनट बाँकी अझ एउटा भ्याउनुहुन्छ यो भिडियोमा 20,000 लाइक आयो भने 1 घन्टा दिन्छु ल अर्को टाइम है त आन्टी 1 घन्टामा कति बनाउन सक्नुहुन्छ 1 घन्टामा त थुप्रै बन्छ तर भाडा त्यो दिन 2-3 वटा बोकेर आउनु जानकारी गराउनु पर्यो नि त पहिले म भन्छु तपाईँ भिडियो सेयर हान्नु अघि हैन हानेको म त देखेको थिएँ कता हानेको देखेको हेर्न भ्याउँदा त हानिदिन्छु त्यो दिन त आन्टीलाई निन्द्रै लागेन होला यार कति सेल गर्नुहुन्छ नि एक दिनमा त्यस्तै 1500 2000 त्यस्तै हेरी हुन्छ अनि खर्च अब 2500 3000 हुने दिन हो के तर ए शनिबार खासै हुनु म त्यही भएर आएको के आज अलिकति बढी हुने दिन हो तर त्यो अनुसार छैन के मेरो प्र्याक्टिकल चलिरहेको थियो हिजोसम्म अनि मैले सम्झेको थिएँ त भाइ किन आउनु भएन भनेर त म प्र्याक्टिकल थियो मेरो भनेर त सम्झेको थिएँ फेरि हामी त्यो दिन आएको बेला फेरि सधैँ आन्टीकोमा हो कि चौर खाने खोज्दै आउँदा म थिइनँ म होइन प्र्याक्टिकल थियो कि हाम्रो अनि आउनै पाइएन कि हामी एकै ठाउँमा राखि हुन्छ हुन्छ यसमै निसम हुन्छ हुन्छ यसो गर्नु न है आधी यसमा हालिदिनु आधी अर्कोमा हालिदिनु क्या ऱ्यान्डमलाई दिइदिन्छु टाइम सब 7 सेकेन्ड 6 सेकेन्ड 5 सेकेन्ड 4 सेकेन्ड 3 सेकेन्ड 2 सेकेन्ड 1 सेकेन्ड स्टप यही ल आन्टीले 2 लट बनाएर भ्याउनु भयो कति भयो टोटल कति भयो ल आन्टी टोटल कति भयो आन्टी 1000 रुपैयाँ दिन्छु 560 हो अच्छा त मसँग हुन्छ होइन मलाई खुल्ला चाहिन्छ यस्तो गरिदिनु न यो अर्कोमा हालिदिनु न थोरै त्यसै ऱ्यान्डममा दिनु फेरि त्यत्रो धेरै त खाइन सकिँदैन मैले खान्न धेरै कसैले चौर खानुहुन्छ तपाईँले खानुहुन्छ दिदी होइन यो मैले बनाएको मैले सबै लिएर जाने होइन भिडियो बनाउनु सुरु गर्नलाई उस गरेको कि हजुर पर्दैन अस्ति नै एकचोटि आन्टीको गाली खायो एउटा ऱ्यान्डम एउटा अङ्कलले के सामान किन्न थियो है 50 रुपियाँ सामान किन्न थियो जतिमा किन्नुहुन्छ 10x गरेर दिन्छु भनेको थिएँ कि मैले 50 किन्नु भने 250 रुपियाँ अङ्कलले पाउनु भयो 1000मा किनेको भए 5000 जित्नुहुन्थ्यो के अरे आन्टीले यतिकै गाली गरिदिरहनु किन गाली गर्नु नबुझेर होला नि बिचरा आन्टीले नबुझ्न पनि मिल्यो कि फेरि त्यो त मिल्यो अब हैन त्यही भएर मैले के भन्नु लास्टमा सरी भन्ने अनि समातेर नराम्रो त हल्का धेरै नै नराम्रो छ ल आन्टी कति भयो नि टोटल 560 भयो ल ल भनेको 7 मिनेटमा 2 लट बनाएर भ्याइदो रहेछ भाडा सानो भएर त्यो भाडा सानो भएर फेरि अनि ठुलो भयो नि गाह्रो हुन्छ कि बनाउन घोल्न गाह्रो हुन्छ कि ओके गाह्रो छ नि कहाँ सजिलो हुन्छ ल्याउनु है छ होला नि भोलि पैसा ड्रम बोकेर आउनु हो अलि ठुलो भएर त कति ल्याइदिउँला जस्तो लाग्यो मलाई त है
हेर्छु है घर घर पहिला बुढाबुढीको राख्ने ठाउँ कस्तो सल्लाह गरेर हजुरै पर्नु भयो त ल धन्यवाद है